ल है आजको सिटी टुर चाहिँ स्टार्ट भयो है, सुरु भयो है। दिपेश स्वदेश के छ आज डे टू है, आज जर्जियाको डे टू है। ल फेरि पनि स्वागत छ है हाम्रो भिडियोमा सम्पूर्ण मेरो साथीहरू है त। सोल्टी हाउ आर यु? गुड। यो चाहिँ मूर्ख छ। ल सिटी टुरको लागि हामी जाँदैछौँ। पहिला हामी वाइन हाउस जान्छ होला सायद। लेट्स सी हाम्रो सोल्टीले कहाँनिर जान्छ है। अब यात्राको काम जारी नै छ, तर यो सोल्टीले डेन्जर चलाउँछ है। सोल्टी चाहिँ खतरा हो क्या। खतरा कुदाउँछ यार। वाइन हाउस लाने अरे पहिला है केटा। कता लाग्यो रे टिबिसीतिर लाग्यो मामे। टिबिसी यहाँको डिरेक्सन देखाउँदाखेरि टिबिसीतिर मोडेछ गाडी। ए हो सायद अस्ति हामी राति आयौँ देखिएन होला सायद। हामी अस्ति आउँदाखेरि यही बाटो जस्तो लाग्यो मलाई अहिले त। आउँदाखेरि अस्ति हामी आउँदाखेरि यही बाटो नै लिएर आएको हो कि जस्तो लाग्यो मलाई। ओके ओके ल कुराको चिनै जस्तो आएको जस्तो लागेको थियो कि। यस हेरौँ अब यात्रा जारी छ होइन। यात्रा जारी छ, हामी कहाँ पुग्छ। अब यो सोल्टीले के कता कता लैजान्छ। सोल्टी चाहिँ खतरा छ है मेरो होइन। खतरा कुदाउँछ है, डरै लाग्ने अहिले त यार अगाडि बस्दाखेरि। शीतल ठाउँ हुँदै अगाडि बढ्दैछ। गाई चाहिँ दामी छ यार। पारिपट्टिको डाँडा चाहिँ दामी। सर अगाडि बढ्दैछ, यात्रा जारी छ। सोल्टीसँग सोधेको वाइन हाउस अलि अझै टाढा सरी भन्छ। सायद हामी उतै वाइन हाउसतिर गएर भेट्छौँ होला है त। एराबान बाकु जाने होइन। यो पनि हाइवे रहेछ क्या होइन, त्यता जाने। ल ल ल ल ल ठिक 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 ठिक। एराबान बाकु तेहरान जाने हाइवेतिर छिर्यौँ हामी। सोल्टीले चाहिँ पहाड चढाउँदै लिएर आएको छ है। कतै तेहरानतिर बागुतिर पुर्याइदिन्छ कि जस्तो लागिरहेको छ। दामी दामी लोकेट हो, दामी दामी माइलो छ भ्यूहरू। त्यो बाहिरपट्टिको सिन दामी आउँथ्यो होला, तर एन्टी लाइट पर्ने भयो क्या होइन। यस्तो दामी भ्यू छ नि यो सन त। ट्याक्कै घाम आएको ठाउँतिर पऱ्यो क्या। भिडियो बनाएको कपिराइट सङ कपिराइट युट्युब। बुझ्यो नि होइन सोल्टी? गुड गुड। सुदेश सुतेको हो आज नै लास्ट टाढा आएछ त हामी त है। किनहरूले यस्तै के उस बनाएको हो, सेड्युल बनाएको हो। यस्तो टाढा टाढा आएछ घाम। फेरि यस्तो चर्को लाग्छ घाम है। एकदम चर्को छ आज।
अगाडि यस्तो राम्रो राम्रो भ्यू, यस्तो राम्रो राम्रो भ्यूहरू छ होइन, तर एन्टी लाइटले गर्दाखेरि देखाउनै पाएन क्या है। बाटो चाहिँ बबाल हो केटा है, बाटो चाहिँ बबाल हो। धेरै टाढा छ आज पनि यात्रा हाम्रो। सुतेको तोपो त छैन है, हामी कहाँ जान लाग्यो? धेरै छ यार। सोल्टीलाई सोध्यो भने इङ्ग्लिस मात्रै बिचरा, सोल्टी उद्देशी मात्रै भन्छ। लास्ट टाढो रहेछ यार आजको टुर लोकेसन पनि यार। फाइनल्ली होइन वाइन सप भन्ने ठाउँमा आइपुग्यो। फाइनल्ली है केटा केटिडब्लु वाइन हाउस वाइन सपमा आइपुग्यो। ए रहेछ ल वाइन हाउस, वाइन हाउस अहिले पछि खिचौँ ल होइन। वाइन हाउसमा आइपुग्यो है हामी। ओ भेरी नाइस। वी आर गोइङ इनसाइड नाउ। Finally, we are taking now glass. So we are here inside the wine house. The wine house here, right? Here, the wine house. ठुलो बोतल छ यार। के छ? वाइन चाख्ने हो? चाख्ने नै हो नि होइन? फाइनली वाइन हाउसभित्र आयो होइन त केटा होइन? के छ अनि वाइन चाख्ने नै हो? चाख्नै पऱ्यो होइन? यही रहेछ ल वाइन हाउस। अरू छ which you will try called Twishi. Twishi is the name of the little macro zone. It's from west part of Georgia, from the Chile region. Have a grape called Solikauri. This wine, which is called Twishi, is a women's favorite wine in our country, but men also like this one as well. It's for desserts, guys. Any kind of dessert will be perfect with this wine. And if you will smell Twishi, it have a really beautiful, pure and citrus, really beautiful smell. Not because we add inside something, it's because where grape grows, nearby grows some pure and citrus trees. And because of the climate and everything, it have that kind of pure and citrus smell. We're using Italian recipe with topping fermentation here because Danish topping fermentation, Danish topping boiling process, wines taste more sweet. It's a white semi-sweet wine, and my friends, if you're interested to see this wine in our shop as a bottle, or if you want to buy this wine, Georgian language is a little bit hard to pronounce and hard to remember, right? So you can remember this tank number 22 if you want to see this wine in our shop. Let's taste. Okay. सोल्टिनीले चाहिँ करोडको एक्सप्लेनेसन चाहिँ दियो है। यस राम्रो ल गुड। ओके You know how to say cheers in Georgian language? You know how to say cheers in Georgian language? Thank you. Yes, thank you. How can you है यस वाइन चाख्दै छ नि केटा होइन? यो चाहिँ जस्ट ठ्याक्कै त्यो सुरुको त्यो जाँड जस्तै के नेपालको त्यो के भन्छ नि भातबाट बनाएको रस जाँड जस्तै स्वाद आएको छ क्या होइन स्वदेश? नम्बर 22 किन मन लाग्छ होला? यस ओके ल केटा हामी वाइन हाउसबाट फर्कियौँ होइन? अब
यात्रा फेरि कहाँ पुगाउने हो यो यात्रा जारी छ सोल्टीले यो त जारी छ हाम्रो यात्रा जारी छ यात्रा त जारी हुन्छ लाइफ इज जर्नी राइट लाइफ इज जर्नी या गाइस यार जस कति 4 सर्ट चाहिँ दियो होइन वाइन आउँछ 5 सर्ट हो 5 ओके ठिक छ ल तर खासै त्यो जाडोले गर्दा सबै एकदम अर्ग्यानिक वाइनहरू है त्यो जाडोले गर्दाखेरि खासै केही फरक नपर्ने कि होइन लाए जस्तो पनि नहुने के हो सुदेश ठिकै होइन दिपेश ओके ल हामी बाटोमा छौँ अहिले है हामी फर्किँदैछौँ लेट्स सी नेक्स्ट डेस्टिनेसन के हुन्छ अब लोकेसन डेस्टिनेसन भनेर लोकेसन घुम्ने गाडी भ्यू चाहिँ दामी छ क्या तर धेरै घाम भएर हो कि के हो होइन राम्रोसँग भ्यू देखिरहेको छैन कि अझै यो ग्रिन सिटी भएको भए दामी देखिन्थ्यो क्या है हरियो भएको भए ल हेर जाडोले गरेर पनि होला अहिले हेर केटा हाम्रो गाउँमा यस्तो गाईहरू चराउँछ है ल दामी छ भ्यू चाहिँ दामी छ है यस्तो ठाउँमा चाहिँ यो ठाउँ चाहिँ राम्रो हाइट भए पनि त्यो तप्प खालको ठाउँ रहेछ होइन राम्रो रहेछ ठाउँ चाहिँ गाइस भ्यू चाहिँ दामी हो क्या वाइपट्टि होइन हिमालहरू देखिने यो गरिराखेको एउटा चाहिँ बजार सिटी जस्तो दामी ठाउँ छ गाइस नयाँ ठाउँ नयाँ एक्सपिरियन्स राम्रो छ हामी चाहिँ टिप्लिसी रोडतिर सिक्दैछौँ है टिप्लिसी सिटीतिर लैजान्छ कि यो बाजेले हेर्छु दामी दामी रोड पनि दामी हामी चाहिँ अहिले टिप्लिसी बजारभित्र छिरेका छौँ बजार छिर्ने बित्तिकै अलिकति क्राउड देखिने गाडीहरूको अनि सिटी भन्दा नै बाहिरतिर चाहिँ राम्रो जस्तो लाग्छ मलाई घुम्ने अनि पिसफुल वातावरण हुन्छ नि त बाहिरबाट सिटीभित्र चाहिँ अलिकति क्राउड हुने कि टेन्सन गाडीहरूको चार्ट हेर्नुहोस् होइन यो पनि बाटो भ्यू चाहिँ राम्रो देखेर चाहिँ एउटा छोटो क्लिप लिदिउँ न होइन सिटीतिर छिर्दैछौँ जस्तो लाग्यो आज सिरुकको सिन चाहिँ दामी निस्किने क्या तिनचुचे खालको रुख होइन राम्रो देखिने रहेछ क्या फेरि यो के हो ल दामी ल हामी चाहिँ ओह्रालो लाग्दैछ सिटीको गल्लीभित्रबाट खोलातिर त लाग्न खोजेको छैन हौ केटा हम्बा यिनी हो है जतालाई गयो भने यो राम्रो भ्यू देखाउन लैजाऊ बाजे त्यही हो है के छ केटा हो सिटीभित्र आएपछि त हामीलाई त बोर जस्तो पो लाग्यो होइन यस्तो जाम ट्राफिक है ट्राफिक जाम है सिटी बाहिरै त्यो पिसफुल थियो पुरा है ठिकै छ नगर्दा नि हुँदो रहेछ रुममै बस्यो माने वाइन खायो बस्यो होइन लेट्स सी सिटी टुर पनि अब कस्तो ठाउँमा लैजान्छ होइन त्यसमा डिपेन्ड पर्छ राम्रो ठाउँमा लैदियो भने त वाउ हुन्छ नि त फेरि होइन केटा ओके हेरौँ अब तर हामी तल झर्दैछौँ खोलातिर लान खोजेपछि के हेर्छ है त्यही त नि यस ओके ल फेरि उतै भेटौँला है त केटा मैले भनेको होइन खोला
यहाँ खोला आइसक्यो खोला बागमतीको खोला नजिक छौँ हामी तल खोला छ है सुरुङ मार्ग जान लाग्यौँ हामी रहेछ त सुरुङ मार्ग केटा हो वाउ ल सुरुङ मार्ग है उयो त्यहाँ खोला छ होइन सुरुङ मार्ग लेट्स गो यस यार अँध्यारो छ ओइ यसले फेरि कुदाउँछ क्या यस्तो कुदाउँछ डेन्जर कुदाउँछ वाउ लायो नि त केटा होइन कता लान खोज्यो भने थियो त्यो सुरु मार्ग हुँदै अब कता निस्किन्छ त्यो थाहा छैन है फर्स्ट एक्सपिरियन्स है सुरुङ मार्गको लामै रहेछ क्या यार भिडियो फुलै बनाऊ है पुरै बनाऊ है कता निस्किन्छ है यस अलिकति लङ हुने हो होइन लामो सुरु हुने रहेछ त्यसले ठाउँ पायो भने त फेरि माने नै उदाउने क्या डरै लाग्ने गरी उताबाट नि रहेछ त हो जोडिन आउने रहेछ यहाँ होइन धेरै थरीको बाटो यहीँसम्म रहेछ नि त है सुरुङ सकिन लाग्यो है लङ भयो क्या यो भिडियो है सुरुङ अन्डरग्राउन्ड यो के हो यार यस्तो यो ब्रिजमा लिएर आएको रहेछ क्या खासै हामीलाई त्यो त त्यही हो अब यो ब्रिज हुने यहाँ उस पनि चढ्न पाइन्छ होला क्या ढुङ्गा केटा यो यिनीहरूले वाइन लिएर आएको छ क्या यो रहेछ क्या नाइस भ्यू है यो ब्रिज घुमाउन ल्याएको रहेछ यसले नाइस ब्रिज है ओ दामी लो ब्रिज चाहिँ दामी हो भनेको थिएँ नि मैले खोलातिर लैजान्छु भने चाहिँ खोलातिरै लिएर आयो नि त होइन फाइनली यो ब्रिजमा आयो होइन यो सुरेश के छ ठिक छ नि अहिले त ठिक छ होइन दिवेश यो यस्तो के यो सेम लाइक यो कस्तो भने यो ठाउँ हेर न होइन बागमतीले यस्तो बनाउनु सक्दैन नेपालमा पोसिबल छ नि त होइन गहिरो भयो नि जे बनायो भने त पोसिबल छ नि सहरको बिचमा एउटा खोला भएको होइन हाम्रो बागमती उद्देश्य त हो नि ल यस्तो भयो न मलाई नि खिचाउन सहरको बिचमा भएको यस रमाइलो छ होइन रमाइलो यो तर परबाट एउटा बोट पनि आइरहेको छ यस के अरे यो ठाउँमा चाहिँ कस्तो भयो भने घाम लाग्छ एकदम टनटनपुर घाम लाग्छ होइन तर चिसो क्या हावा चिसो छ क्या यताबाट खिच्यो भने चाहिँ त्यताबाट यता पर्छ ब्रिजतिर देखाउन यो चाहिँ अब के कस्तो ब्रिज भन्दाखेरि अलि युनिक टाइपको यस्तो ब्रिज देखिया पनि थिएन फुल आउने गरी खिचेन
रमाइलो छ, रमाइलो भइरहेछ। हामी आएको गाडी चाहिँ त्यो पछाडिको गाडी हो। यो पछाडिको गाडी होइन त? हामी आएको गाडी चाहिँ त्यही हो। यहाँ पनि स्कुटरहरू पनि स्कुटर पनि हुँदो रहेछ त। स्कुटर यमाको हो कि के? यमाको रेजेन्ट ल ओके ल 125 को। ल के अरे यो मैले त हाम्रो बगैँचा चाहिँ भन्डानेको बगी होइन रहेछ। बग्यो होइन त्यो बग्यो होइन। ल हामी माथि गइन्छौँ है त दिपेश। ल हामी ब्रिज माथि जाँदैछौँ होइन दिपेश। कता हो दिपेश? तर यहाँबाट मोबाइल झऱ्यो भने त खोलामा पुगिन्छ त। हामीलाई चाहिँ के भने नि हात समाएर फोटो खिच्न लाउँछ अरे उहाँ लारी, अनि भिडियो बनाउन लाउँछ अरे 20 अनि 100 लारी अरे क्या। वाउ हेर त के हो भ्यू भ्यू खोला। ओ माई गॉड भ्यू अन द भ्यू दामी। लेट्स सी गाइस भ्यू वाउ दामी दामी। हेर्दा हेर्दा यहाँ है मयूर आयो है मयूर। Say hello, maybe boat translating for half an hour. It's okay, thank you so much. Very nice. Take pictures, 20 lari, many photo. मैले राम्रो छ होइन? मैले राम्रो छ नि त? पछाडि एउटा म्युजिक यो आइले फलो गरौँ न सोल्टीले होइन? जाडो छ यहाँ। त्यस घाम लाग्यो भने जाडो छ है? चिसो हावा। हाम्रो गाइड हो सोल्टी चाहिँ अगाडि अगाडि बढिरहेको अगाडि बढिरहेछ। चिलमा छ सोल्टी। चिलमा छ। ल फाइनल्ली केटा हो हामी अब केबल कार पनि चढ्ने भयो यहाँ आएर होइन जर्जिया आएर। ल ल सही छ सही। बसौँ केटा हो गाइस। अर्को होइन लाइफमा होइन अब भित्र छ होइन 5 लारी भनेको ठिकै हो नि होइन? हिजो अब त्यो माथिसम्म जाँदाखेरि 20 तिरेको ओपन केबल कारमा। यहाँ त अब आज नि अझ यहाँ त तपाईँको यहाँ त तपाईँको यो त पुरै होइन बन्द यो अटो डोर होला यहाँ हाम्रो मनोकामना गर्छु है। बन्द भएन छ भने नि तिमी नजाऊ न भइहाल्यो नि। ल जाडो चाहिँ जाडो छ है। जाडो चाहिँ जाडो चिसो छ चिसो छ। हामी माथि जाँदैछौँ। ल हाम्रो दादा बोल्नु है। ल हामी अब माथि त्यो जेरुसलाम जस्तो लाग्यो त पिक्चर है। हामी जेरुसलामको पिक्चर स्ट्याचुमा जान्छौँ। मान्छे भन्दा नि भ्यू हेर्नु पर्यो क्या हामीले होइन? तल चाहिँ खोला त्यो पुलमा गइयो मानि अनि यता चाहिँ लगाएर यस्तो ठाउँ छ। यो ठाउँमा नि आएको थियो कि केटाहरू यो हो घोडा चढेको मान्छे यो पुलमा केटाहरू त पहिला हाम्रो केटाहरू त उसमा बोटिङ पनि गरेको थियो नि त यहाँ। यहाँ चाहिँ होल देख्दैछ है। यस यहाँ दामी रहेछ है हजुर। यस्तो रहेछ नि त यहीँ नजिकै रहेछ नि त त्यो 5 लारी मात्र रहेछ नजिकै हो कि। त्यहाँबाट चाहिँ यता सिटीको चाहिँ उस आउँदो रहेछ भ्यू देखिने रहेछ। यस 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 भ्यूको लागि रहेछ क्या मेन चाहिँ। सिटी टुर भनेको भ्यूको लागि रहेछ क्या मेन यहाँ चाहिँ। ल हामी आइपुग्न लाग्छौँ है माथि गएर भेटौँ ल है त। हामी जाँदैछौँ माथि। तिनजना ठाउँको नाम चाहिँ के हो थाहा भएन। नै यो पुरै भ्यू तल अलिकति यता गर्नु त तल भ्यू त दामी देख्दो रहेछ है यहाँबाट। कहाँबाट? यहाँबाट पछाडिको भ्यू पछाडिको भ्यू होइन। एकछिन है म उता जान्छु है त है। त्यहाँ दामी देखिँदैछ ल ल ल ऊ दुईजना हिरो नि दामी देखेछ फेरि। बब्बाल हो क्या बब्बाल। बच्चा देखिने हो। ए करोडको माल केटा करोडको माल। हेर यो टिबिलिसी होइन यो टिबिलिसी बजार है।
टिबिलिसी बजार ओके यो चाहिँ टिब्लिसी बजार दामी भ्यू ल भ्यू चाहिँ दामी देखिँदो रहेछ चाहिँ माथि त्यो पारी चाहिँ अब जुम गर्न भएन निस्किने बेला भयो होइन प्रिपेयर गरेर बसौँ होइन Okay, okay. किनकि वाउ लुक एट भ्यू गाइस वाउ ल है टिबिलिसी बजार यही रहेछ हामी जानेर यो चिल पनि भेटियो है तर फोटो खिच्दैन है सोल्टी चिल चाहिँ हामी फोटो खिच्दैन हाम्रो नेपालमा चाहिँ यस्तो चिल फ्रीमा पाउँछ होइन सोल्टी यिनीहरूले फेरि चिल समाएर फोटो खिचेपछि पैसा ड्याङ अन्त पैसा ड्याङ लिने रहेछ ग्रुप हालेर हेर्न मिल्दो रहेछ ऊ गुड गुड 3 मिनेटसम्म हेर्न मिल्दो रहेछ कहाँ हेर्ने के हेर्ने त नि अनि यहाँबाट अब छोड्दै हेर्नु पर्दैन अब जति क्यामेराले क्याप्चर गरेछ जति हाम्रो आँखाले क्याप्चर गरेछ त्यही छ होइन के हो त्यही हो अब टिबिलिसी बजारको केही सामानहरू लिएर जाने भए लिने केटा हो यहाँ लिने रहेछ है हामीले अँ। तर के पाउला जस्तो छ र यहाँ केही छ केही छ जस्तो लागेन होइन सुदेश के लैजाने हो आमा हेर केटा हो करोडको माल करोड सुन माट अनि सुन हेर त सुन ए सुन ल केटा हो सुन किन्ने भए जर्जिया आयो हुन्छ यहाँ फ्रीमा पनि पाउन सकिन्छ दिपेश के छ ए के भनेर एउटा प्यासेन्जरले तिमीलाई ओइ के अरे स्वदेश लाइफमा ह्याप्पी बनाउनु छ भने श्रीमतीलाई ह्याप्पी बनाउनु पर्छ अरे त्यही कारणले यो हान्दिम कि जस्तो लागिरहेको छ केटा हो मैले होइन होइन सुन्दै अँ सुन लगिदिने है अँ सुन्छै सुन्दैन फेरि सुन्नुपर्ने हो एनिवे सही छ ल दामी ल फाइनली यो मूर्ति नजिक पनि आइयो है दामी ल यस्तो ठाउँमा घुम्न आइयो केटा हो है यस रमाइलो छ रमाइलो डाँडा रहेछ होइन हामी तलबाट जाने हो कि अघिकै बाटो जाने हो केटा अघिको बाटो जाने हो यतापट्टि जान्छ नि अघिको बाटो गएर त्यहाँबाट त्यो बोटानिकल गार्डन भन्ने रहेछ त्यहाँ गुड भ्यू गाइस यो चाहिँ यो खास के को मूर्ति रहेछ हो खास तिमीलाई खिचेछन् हो बजामा हामीले त अगाडिको खिचेको हो यो खिचेको हो बजामाले चाहिँ नो पिक्चर नो भन्छ ओके फाइनल्ली यो मूर्ति के को रहेछ भन्ने कुरो चाहिँ यहाँ लेखेको रहेछ है यो चाहिँ मदर अफ जर्जिया अरे है यो माथिको मूर्ति दामी मदर अफ जर्जियाको मूर्तिमा नि आउन सकियो भनौँ न दामी यो फ्रम हियर वाउ गुड भ्यू गाइस दामी है भ्यू चाहिँ यहाँबाट राम्रो देखिँदो रहेछ परपट्टि हिँड्नु न हिमाल हाम्रो नीति हिमालदेखि जस्तै रहेछ होइन यो भन्दा केटा यो ठाउँमा जताततै पर्दो रहेछ कि यही हो आजको टुर होइन टिबिलिसी बजार यति नै हो ल अब बाटोमा भेटौँ ल भ्यू चाहिँ राम्रो देखिँदो रहेछ यस घुम्ने लायकको ठाउँ चाहिँ छ जस लाइक नेपालको कुनै एरिया यस्तै देखिन्छ है पहाडीपट्टि हिमाल बिचमा सिटी एन्ड खोला राम्रो छ यो यस्तो रहेछ यो जिपलाइन यहाँ रहेछ है वेलकम 60 लारी अरे एकजनाको 60 लारी नै हो नि 60 जेल भनेको होइन त्यहाँबाट त्यो पारीसम्म मात्रै हो क्या त्यो पारीसम्म मात्रै रहेछ ल ओके चाहिएको हो
गुड 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 ओके नाइस त्यो माथिको डाँडा पनि भएको घर चाहिँ के रहेछ परको माथि भेरी नाइस यो चाहिँ पुरानो तत्त्विक होला नि हैन तपाईँको सबै पहिरो गएर सबै तलतिरबाट पुरै उसले लगाएर राखेर छ बार लगाएर राखेर छ यस्तो ठाउँमा जस यो डाँडामा आएर रमाइलो भयो नि कि कस्तो छ फिलिङ कस्तो छ स्वदेश दिपेश हाउ इज योर फिल टुडे Oh my god, it's awesome. It's असम है बोटानिकल गार्डन भनेको Nice, चाहिँ nice. सबै यो गार्डन एरिया होला कि यो राम्रो एकदम view है। तर घाम त लाग्छ जाडो त जाडै हो क्या जाडो जाडो घाम लाग्यो भने आँखा जाडै हो। हेर्न नसक्ने घाम लागेछ तर एक दिन जाडो भयो त दाइ त्यहाँदेखि जोर्जियाको जाडोले पनि चिन्यो हामीलाई ए अहिले आज टुडे विथ only one sweater है ओन्ली वान only one sweater या ओके विदाउट ज्याकेट भनौँ न उधार ज्याकेट विदाउट ज्याकेट यस घाम त लागेछ यस राम्रो छ ल एनिवे अब हामी फर्किन्छौँ होइन त तल फर्किन्छौँ है त ल गाइस ल सी यू भरे है हाम्रो अरू पनि कार्यक्रमहरू छ है ओके ओके ल ओके गाइस सी यू टेक केयर ल ल हेलो नेपाल नाइस नाइस यस्तो पनि भेट्दो रहेछ है नेपाली महाकाली सम्पदाको नेपाल थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू जर्जियामा है थ्याङ्क यू ल हामी तल झर्दैछौँ है फर्किँदैछौँ स्वदेश ओके गाइस हामी तल जाँदैछौँ फेरि ल अघि माथि आएको थियो माथिको तल सिटीको एरिया खासै टाढा होइन त्यो तिनवटा एउटा डब्बी अगाडि जानुपर्ने हो हामी होइन खासै टाढा होइन है खासै टाढा होइन राम्रो छ भ्यू चाहिँ वाट नाइस भ्यू क्या नाइस भिडियो एकदम सही छ ए बाटो सर्ला क्या just feel the journey. Feel the यही हो journey. Enjoy the view. बजार खोला छ बिचमा। Enjoy the view. यस्तो डाँडा डाँडामा घर बनेको छ यस्तो राम्रो राम्रो घर बनेको छ यार यस्तो हो नि त यहाँ पानी पर्दैन होइन पहिरो जानु नि त त्यो त्यही भएर नि होला कि हाम्रो नेपालमा त पानी पर्छ पानी पहिरो त जाने जस्तो पहिरो त गएको अलिअलि झाका झुको त तर त्यस्तो नेपालको जस्तो जाँदैन क्या तपाईँको त्यस्तो रहेछ कि त्यो भएर यस्तो डाँडा डाँडामा घरहरू होइन यस्तो राम्रो के होइन मन्डोमा यस बग्गी बग्यो अर्को बग्यो यही हो मेरो है यहाँको कार चाहिँ मैले यहाँ आएर किनेको कार चाहिँ यही हो करोडको माल हो नि त केटा हो करोडको होइन ल अब जर्जिया आएर कसैले अब ट्रान्सपोर्टेसन चाह्यो भने मलाई खबर गरे हुन्छ है एनिवे मुभिङ नाउ धन्नै गाडीले हानेको यार ट्रान्जिटमा सुल्टीले कता लान खोजेछ थाहा छैन सुल्टीले लिएर हिँडिरहेछ है पुरानो रेल जस्तो छ त यता अघि हामीले उसबाट देखेको माथि केबल कारबाट देखेको ठाउँ हो यो जस्ट वेट वी आर क्रसिङ नाउ त्यो ठाउँ रहेछ यार सिटी टुर यही रहेछ जस्तो लाग्यो केटा हो ब्रिज क्रस गर्दैछौँ हामी यो अगाडि पानीको उसमा हिँड्दैछौँ राम्रो छ ठाउँ चाहिँ नट ब्याड होइन रमाइलो छ के हो दिपेश धेरै देखाइ क्या है यो भिडियो है
दामी छ यो एरिया ल यस्तो दामी छ है क्या दामी छ यार दामी दामी ल यही हो अब हामी अगाडि बढ्दैछौँ हाम्रो टोली अगाडि बढ भिडियो चाहिँ गर्नु पऱ्यो नि त होइन कुन कुन ठाउँमा कहाँ कता कता जाने हो ओके यसको आई थिङ्क सामान लिने ठाउँ रहेछ क्या यो यो रहेछ ल ल ल सामान हेर नि त ल के किन्ने हो ल ओके हामी भित्र जान्छौँ है त एकछिन ल यसपल्टि यो गल्ली गल्ली घुम्दैछ फ्रुट्स यहाँ रहेछ है फ्रुट्स भनिरहेछ यो डाँगाले फेरि खाना दिने हामीलाई फेरि कहाँ खाना दिने हामीलाई के भन्छ महँगो पर्छ यहाँ भन्छ नखाऊ है त्यहाँ नजाऊ है त्यहाँ यस्तो गर्छ है भन्छ आफ्नो मान्छे भएको ठाउँ लान्छ यो पनि राम्रो ठिक छ यो चाहिँ गुड हो थ्याङ्क यू गल्ली गल्लीमा हामी यो फ्रुट्स चाहिँ दामी लाग्यो क्या दामी हो फ्रुट्स नाइस सिटी टुर भन्दैछ गल्ली गल्ली हिँडाएको छ केटा हो करोडको माल हेरेछ कति करोडको सामान किनेर केटा हो सोल्टी आफ्नै तालमा छ कता लाने हो थाहा छैन लागिएको छ ल ल ल कहाँ पुर्याउँछ है ल उता नकिन भन्छ सही हो सही ल जस्तो हामीले यही कुरा माथि किनेको अलिक महँगो पर्थ्यो होला यस्तो ठाउँ रहेछ ल मन लिएर आएको यो त्यो ब्रिजसम्म जाने बारीपट्टिको घरहरू यो खोला यो पुरानो संरचना भएको ठाउँ रहेछ कि यो होइन अरू त्यस्तै हो पुरानो संरचना त्यस्तो लाग्यो भाषामा उता बनाउँदै रहेछ यो सबै खोपे खोपे परेको छ कि जस्तो लाग्छ कि होइन यो रहेछ नि त यहाँ यस्तो चिज रहेछ नि त यहाँ पहिला पुरानो कोर्सहरू खोइ यो त के हो होइन यो रहेछ ल यो लक गरेर माया बस्छ र भने यो लक्की पुल हो कि के हो यो खासै यो लक यो सबैले साल्चो लगाउँदो रहेछ हो आफ्नो नाम लेखेर अब त ताल्छ नलिकन आएको सिद्धियो प्लानिङ है ल यो बात भन्छ होइन पुरानो नुहाउने ठाउँ हो कि के हो हेरिदिउँ न एकचोटि होइन यस्तो ठाउँ छ यस्तो छ कताबाट छिर्ने हो के हो यस्तो त पत्तै पाएन त फर्किनु पर्छ कि हो यहाँ माथि पनि लिएछ बात कता हो कता माथि रहेछ ल भ्यू गल्ली गल्ली घुमाएको छ होइन सिटी टुर भनेर केटा हो हामी पनि घुमेकै छ यसकै पछि पछि है लेट्स सी कता कता लान्छ ओ माई गड फोटो खिचौँ त यहाँ गल्लीमा दामी ल दामी फाइनली ट्युलिसी लेखेको ठाउँमा आइपुग्यो होइन के भन्छ स्वदेश यो ट्युलिसी के छ है बात भन्दा यो हो ट्युलिसी बजार
माथिबाट जाँदैछ केबुल कार। यस नाइस भ्यू, दामी भ्यू ल, दामी भ्यू। भ्यू चाहिँ दामी लाग्यो है, दामी छ ल। टिबिलिसी के छ स्वदेश, ठिक छ नि? एकदम ठिक ल है, गुड। यस ब्रो, यस 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 गुड। यो हाम्रो सोल्टी केटा सिटी टुर गर्दैछ होइन, केवल कार त्यो माथिबाट जाँदैछ, सिटी टुर हुँदैछ, हिँडिराखेको छ दिपेश। लो ब्याट्री ओके। ल फाइनल्ली सिटी टुर गरेर हामी रुमतिर फर्किँदैछौँ। अब यति नै होला जहाँसम्म लाग्छ आजको टुर चाहिँ। फेरि पछि भेटौँला, उतै रुमतिर भेटौँला है त। बाई बाई गाइज। लेक साइडमा गए जस्तो पो लाग्यो त, लेक साइडमा गयो जस्तो पो लाग्यो त यता साइड जस्तो, बट लेक साइड होइन है गाइज, यो जर्जिया हो है, टिबिलिसी बजार हो, गल्ली गल्ली घुम्दैछ। ओ नाइस भ्यू। फोटो खिच्न पायो भने यो दामी निस्किन्थ्यो है यहाँ ल, सिटी सर्ट फोटो खिच्न पायो भने दामी निस्किन्थ्यो है यहाँ, दामी भ्यू क्या। हामीले फिल गरे अनुसार चाहिँ यो ठाउँ चाहिँ बाई वक हिँडेर चाहिँ घुम्ने ठाउँ जस्तो लाग्यो, राम्रो लाग्यो है। तर हामी गाडीभित्र छौँ, यो सोल्टीले फेरि गाडी पार्किङ गर्न नपाएर हो कि के हो, गाडीमै घुमाउँदैछ हामीलाई। सुविधा चाहिँ दामी दिएको छ है केटोले, दामी छ ठाउँ चाहिँ, गल्ली गल्ली है। गुड भ्यू गाइस। CMT प्लाजा सपिङ गर्न पो लैजान लाग्छ कि अहिले त हामीलाई त। CMT प्लाजा दामी रहेछ यो चोक पनि केटा, कता हौ चोकतिर दामी रहेछ ल चोक पनि। ए हामी अब सिधै घर जाने होला यहाँबाट रुमतिर। त दामी ठाउँबाट लिएर आउनु त होइन, भ्यू चाहिँ दामी हो क्या। अब यो ठाउँ पाएपछि फेरि यो कुदाइहाल्छ मेरो सोल्टी चाहिँ, खतरा छ यी ल। अन्त कुदाउँछ भने आमा दामी रहेछ है यो ठाउँ। ठाउँ चाहिँ दामी ठाउँतिर लिएर आएको चाहिँ हामीलाई। यस बाटो चाहिँ दामी हो दिवेश, के छ स्वदेश? दामी छ होइन बाटो, दामी छ बाटो। सोल्टी खतरा छ, डरौँ कुदाउँछ। साँच्चै यो ठाउँ त हिँडेर घुम्ने खालकै रहेछ क्या। დამატებითი ინფორმაციისთვის მოგმართეთ მეილზე info@worldlob.png ან დაგვიკავშირდით ნომერზე 511-29-11. World Logistics-ი უსაფრთხოება და ვადების სუსტი დაცვა. დაუჯერებელია केटा फेरि हामी रुममा आइपुग्यो। एउटा हिँडेर जानुपर्छ कि यो केटा माथि, हाम्रो गल्लीतिर बस्यो है, गल्ली। फाइनल्ली हाम्रो घर आइपुग्यो है, यही हो है ल हाम्रो घर होइन त। गुड गुड यस गुड। ल केटा फाइनली घुमेर आइयो होइन, भित्र गइन्छ, माथि गएर तानिदिने हो, भित्र गइन्छ अब ल। यसको
ए आयो होइन आयो Guys, go inside.